सम्पूर्ण साथीहरूलाई नमस्ते। म कविराजा फेरि हजुरहरू समक्ष मैले फरक भिडियो लिएर आएको छु। हेर्नुस्, यो रत्न राजमार्ग सुर्खेत जाने बाटो हो। यो चाहिँ च्यामा भन्ने ठाउँ हो, यता कारागार जाने बाटो। प्लस यता बैजनाथ गाउँपालिकाको कार्यालय पनि रहेको छ भने यता हाम्रो सुर्खेत जाजरकोट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा जानको लागि यो बाटो छ। रमाइलो छ ठाउँ। यतातिर पनि गाउँ छ, रमाइलै छ भन्नुपर्छ। अति सुन्दर हरियाली हरियाली देखिराखेको छ। तपाईहरुले पनि हेरेर थोरै मनोरञ्जन लिनुहुनेछ भन्ने पूर्ण आशा राखेको छु। हेर्नुस्, पहाड जस्तै छ। पहाडको खेतमा रहेको यो अति सुन्दर रत्न राजमार्गमा यात्रा गर्दा पनि रमाइलो हुन्छ भन्नुपर्छ। यताबाट अटोहरू आइरहेछ, गाडीहरू छ। यहाँ हल्का केही घरहरू पनि हुनु। यहाँबाट म हजुरहरूलाई कोहलपुरसम्मको यात्राको क्रममा हजुरहरूलाई म थोरै गरेर म भिडियो हजुरहरूमाझ लिएर आएको छु। हेरेर साथ दिनुहोला भन्न पनि चाहन्छु। अति सुन्दर ठाउँ छ। गाडीहरू पश्चिम कर्णाली प्रदेशतिर दौडिराखेका छन्। क्या मिठो एकदम छ। कोहलपुर 8 किलोमिटर यहाँदेखि।